हेलो गाइस, आज चाहिँ हामी बागलुङ कालिका घुमाउँदै हिँडेको। हामी चाहिँ 4 जना भएर के आउँछ भिडियो सानो क्लिपहरू हालिदिन्छु ल। अरू चाहिँ हाल्दैन ल। के आउँछ भिडियो सानो क्लिप जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। त एउटा केटा यहाँ छ भने अर्को यहाँ मुत्न गएको केटाहरू भएर बसन्तीमा सुसु गरेपछि हामी चाहिँ एकछिन साइडमा बस्दा बस्दै 3टा कुकुर आउनुभयो, 3टा हस्की, सरी 2टा हस्की आउनुभयो, एउटा चाहिँ म परेँ होइन। त्यसपछि राइड गर्दै गरेको मान्छेलाई सोध्यो हामी मुस्ताङ हिँड्दै आएको रहेछ उहाँहरू चाहिँ। सेफ राइड है सर भन्दै भन्दै आफू चाहिँ अनसेफ राइड हानेर दौडिरहेको छौँ हामी चाहिँ। पछाडिदेखि जोस्सा छ मलाई केटोले, अगाडिदेखि भक्काइछु म चाहिँ। अन्तै फेरि यता सरलाई सेफ है भनेको त पुरा पोज दिएर बुढोले। त्यसपछि हामी पुग्यो बागलुङ कालिका। त्यसपछि लाग्छ यो मान्छेलाई, अरूलाई गाडी लाग्छ भने यो मान्छेलाई चाहिँ बाइकमा हिँड्दा पनि बाइक लाग्छ। अनि हाम्रो दाइले चाहिँ भाउजूलाई म आइपुगेँ है सानी भन्दै हुनुहुन्छ भने म चाहिँ यताउता हेर्दैछु केही नै। त्यसपछि केटाहरू चाहिँ पूजाको बरमाला किन्न हिँडिरहेको छन्। म चाहिँ बिहान भोक लाग्यो भन्दै बसिरहेको थिएँ। पूजा गर्छ खानी बाबु भन्नुभएको छ त दादाले मलाई चाहिँ। त्यसपछि यता यसो फलफुलको लागि अक्षतापातै किन्न लाग्यो। 400 500 800 भन्नुहुन्छ टोकरीसँग। यसो 200 हाले होइन ल पोकावाला नि यहाँ टोकरी पनि पाइन्छ यहाँ। टोकरी ग्यार नि दिमाले जसो तसो गरेर हिँडियो चाहिँ। त्यसपछि मन्दिर छिर्ने बेला चाहिँ यहाँ दान पेटी रहेछ। दान पेटीमा के दान गर्नु भनेर हामीले चाहिँ हेऱ्यो बस। त्यसपछि लागियो अघितिर गइयो। 2 जना दाइहरू चाहिँ अगाडि दौडिसकेको थियो। यतापट्टि हाम्रो सानो भाइ र म चाहिँ भिडियो बनाउनको कार्यक्रममा थियौँ। यता आन्टीहरू चाहिँ टिकटक बनाउन बिजी। आमा अगाडि गइयो, अगाडि जाँदा त कालिज भेटियो। हेर्दा त मिठो थियो तर मन्दिरले छोडेको रहेछ, मन्दिरमा छोडेको। त्यही भएर हामीले चाहिँ केही पनि गरिएन। अन्तै अगाडि गइयो, त्यसपछि यतापट्टि पोथी रहेछ, पोथीलाई पनि हेरियो, लागियो मन्दिरतिर। केटाहरू चाहिँ टोकरी सोकरी बोकेर हिँडिसकेको थिएँ। कति वर्षपछि क्लबको धाइराख्ने मान्छेलाई मन्दिर गएर त अचम्म लाग्यो त बाबुले नमस्कार गरे मलाई। त्यसपछि म पनि यसो केटाहरू पूजातिर लागेँ। म चाहिँ यता यसो मृग देखेर, मृग फेरि मनपर्छ मलाई हेर्न, अनि मृगतिर हेर्न दौडिएँ। मन्दिरभित्र रहेछ। अन्तै मृगले भात खाँदै हुनु रहेछ। मृगले खाना खाएपछि फेरि त पेटीमा जुत्ता राखेर गएको, आउँदाखेरि त जुत्ता त गायब। एउटा जुत्ता गायब। कालिकामा आएको जुत्ता हराएर यस्तो भयो, जुत्ता हरायो। जुत्ता हरानी के भयो त भनेर दाइले म किनिदिन्छु भन्ने भएर आश देखाएर बागलुङको भाइरल पुलमा लानुभयो। भाइरल पुलमा गएको त रमाइलो भयो। त्यसपछि फेरि यो मान्छेलाई पुल लाग्छ अरे, अनि टाउको त चक्कै बसेर बसिरह्यो। जहाँ पनि चक्क बिसाइहाल्ने। त्यसपछि हामी चाहिँ लाग्यो घरतर्फ। घरमा फेरि ड्युटी आउन भेट्नु थियो, त्यही भएर चाहिँ हामी लाग्यो हाम्रो बसन्तीसँग। त्यसपछि अर्को अपडेट भन्छु। बाटोमा फेरि बाबुहरूलाई सुसु आयो गरे, बाटोमा रोकेर बिच बाटोमा 3टाले सुसु गर्यो। तर मैले चाहिँ गरिनँ किनकि मलाई सुसु आएको थिएन। अन्तै त्यही भएर चाहिँ केटाहरू चाहिँ सुसु आएर भिडियो आइदियो। तर लजाएर एउटा भाइ चाहिँ यहाँ कुत्रु आउँछ चोर जस्तो। त्यसपछि खाजा खाना हामी लागियो यता, खाजा खाएर पनि निस्कियौँ। त्यसपछि चल्दै कुस्मादेखि घरतिर आउँदै गर्दा बाटोमा देखियो मौरी। कति मजाको थियो। हाम्रो गाउँतिर भए त कतिखेर भ्याइन्थ्यो, तर यहाँ त भ्याइँदैन के। अन्तै बाटोमा कति राम्रो बाबुहरूले फुल बेच्न बसिरहेछ। किन्नु भयो भने बल्ल फेस देखाउँछु, नत्र देखाउनु भन्यो। फेसहरू मलाई हेर्न मन लाग्यो। त्यसपछि यसो हेर्नको लागि भनेर किनिदिए जस्तो गरिदिए। कति राम्री बाबु रही, चिन्ता नि फेरि म जस्तै दाजुभाइ भएर फुल बेच्नु हुनुभएको रहेछ। त्यसपछि चाहिँ यसो खुसीको लागि एउटा सानो फुल लिइदिए। त्यसपछि म र सिजन बाबु भएर फुल लिएर चल्यौँ। केटाहरू कहाँ पुगिसक्यो, हामी चाहिँ सर लाग्यो रुमतिर। धन्यवाद सबैजनालाई मेरो भिडियो अन्तिमसम्म हेर्नुभएको मान्छेहरू सबैजनालाई थ्याङ्क यू।